आज नेपालदेखि विश्वसम्म तहल्का मचाउने यस्ता विषयहरू बाहिर आएका छन्। नेपाल भारत सम्बन्धदेखि विश्व फुटबलको सबैभन्दा ठूलो महाभूकम्प फिफा विश्वकप 2026 सम्मका महत्त्वपूर्ण घटनाक्रमले अन्तर्राष्ट्रिय चर्चा बटुलेका छन्। अब लागौँ विस्तृत समाचारतर्फ। नेपाल र भारत बीचको लामो समयदेखि विवादमा रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय फेरि चर्चामा आएको छ। हालै भारतका विदेश मन्त्रीसँग भएको भेटवार्ताको क्रममा नेपालका प्रतिनिधिहरूले नेपालकै पुरानो अडानलाई पुनः स्पष्ट रूपमा प्रस्तुत गरेको चर्चा विभिन्न सञ्चार माध्यमहरूमा बाहिर आएको छ। नेपालको दाबी अनुसार लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग हुन्। यस विषयको समाधान ऐतिहासिक प्रमाण, नक्सा र आपसी कूटनीतिक वार्ता मार्फत हुनुपर्ने अडान नेपालले निरन्तर रूपमा राख्दै आएको छ। नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले हिजो मात्र यो कुरा भारतमा गएर हजारौं मिडियाका अगाडि भनेका हुन्। नेपालले आफ्नो सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको विषयमा स्पष्ट धारणा राख्नु स्वाभाविक र आवश्यक मानिन्छ। अन्तर्राष्ट्रिय सम्बन्धमा मित्रता कायम राख्दै राष्ट्रिय हितको रक्षा गर्नु कुनै पनि देशको आफ्नो प्राथमिक जिम्मेवारी हो। नेपालले पनि यही सिद्धान्त अनुसार आफ्नो धारणा प्रस्तुत गर्दै आएको देखिन्छ। भारत जस्तो ठूलो छिमेकी राष्ट्रसँग संवादका माध्यमहरूमा समाधान खोज्ने नेपालीको नीति भविष्यमा पनि महत्त्वपूर्ण रहने विश्लेषकहरूको भनाइ छ। यता नेपाल भारत आर्थिक सहकार्यमा भने नयाँ अध्याय सुरु भएको छ। दुवै देशबीच डिजिटल भुक्तानी प्रणाली थप सहज बनाउने प्रयासले सकारात्मक सन्देश दिएको छ। पहिले सीमा पार कारोबार गर्दा नगद बोकेर हिँड्नुपर्ने वा मुद्रा साटपेट गर्नुपर्ने झन्झट थियो, तर अब नेपाल र भारतबीच डिजिटल भुक्तानी प्रणाली मार्फत कारोबारलाई सहज बनाउने पहल अगाडि बढेको छ। नेपालको राष्ट्रिय भुक्तानी प्रणाली र भारतको युपिआई बीचको सहकार्यले भविष्यमा पर्यटन, व्यापार, अध्ययन तथा आवत जावत गर्ने लाखौं नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। यसले आर्थिक गतिविधि बढाउनका साथै आधुनिक डिजिटल अर्थतन्त्रको यात्रालाई पनि बलियो बनाउने विश्वास गरिएको छ। नेपाल र भारत बीचको सम्बन्ध केवल राजनीति मात्र नभई आर्थिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध पनि भएकाले यस्ता सहकार्यहरूलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिरहेको छ। अब विश्व खेलको तर्फ जाउँ। विश्व फुटबलका महान खेलाडी क्रिस्टियानो रोनाल्डोले नयाँ इतिहास रचेका छन्। का अनुसार रोनाल्डोले आफ्नो खेल जीवनभरको आम्दानी 2 अर्ब अमेरिकन डलर भन्दा बढी इतिहासकै सबैभन्दा सक्रिय खेलाडी बनेका छन्। तलब, बोनस, विज्ञापन तथा विभिन्न व्यावसायिक गतिविधिबाट उनले यो कीर्तिमान कायम गरेका हुन्। यो उपलब्धिले उनलाई खेलकुद इतिहासकै सबैभन्दा सफल र प्रभावशाली खेलाडी मध्ये एकका रूपमा स्थापित गरेको छ र अब विश्वभरका फुटबल समर्थनहरूको चासोको केन्द्र बनेको फिफा विश्वकप 2026 तर्फ जाउँ। विश्वकप 2026 अमेरिका, क्यानाडा र मेक्सिकोको संयुक्त रूपमा आयोजना गर्दैछन्। इतिहासमै पहिलोपटक 3 राष्ट्रले संयुक्त रूपमा विश्वकप आयोजना गर्न लागेका हुन्। प्रतियोगिता सन् 2026 को जुन महिनादेखि सुरु हुने तयारी भइरहेको छ। यसपटक विश्वमा 48 राष्ट्र सहभागी हुनेछन्, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो संस्करण हुनेछ। अमेरिकाको न्युयोर्क, लस एन्जलस लगायतका प्रमुख सहरहरूमा खेलहरू सञ्चालन हुनेछन् भने क्यानाडा र मेक्सिकोका विभिन्न रङ्गशालाहरू पनि प्रतियोगिताका मुख्य केन्द्रहरू रहनेछन्। विश्वकपलाई अझ आधुनिक र सुरक्षित बनाउने कृत्रिम बुद्धिमत्ता अर्थात् एआई प्रविधिको व्यापक प्रयोग गरिने तयारी भइरहेको छ। टिकट व्यवस्थापन, सुरक्षा निगरानी, दर्शक सेवा, खेल विश्लेषण तथा डिजिटल प्रसारणमा अत्याधुनिक प्रविधि प्रयोग गरिने जनाइएको छ। फुटबलको यो महाउत्सवले करोडौं समर्थकहरूलाई एकै ठाउँमा जोड्ने अपेक्षा गरिएको छ। अहिले विभिन्न देशहरू छनौट प्रतियोगिता र तयारीमा व्यस्त छन् भने आयोजक राष्ट्रहरूले पूर्वाधार निर्माण तथा व्यवस्थापनलाई तीव्रता दिएका छन्। यसरी एकातर्फ नेपालले आफ्नो राष्ट्रिय हित र सीमा सम्बन्धी अडानलाई अन्तर्राष्ट्रिय स्तरमा स्पष्ट रूपमा प्रस्तुत गरेको छ भने अर्कोतर्फ नेपाल भारत बीच डिजिटल सहकार्यमा नयाँ ढोका खुलिएका छन्। यता खेलकुद जगतमा रोनाल्डोको नयाँ आर्थिक इतिहास रचेका छन् भने विश्व फुटबल फिफा विश्वकप 2026 को भव्य तयारीमा जुटिरहेका छन्। आजका यति नै। देशदेखि विश्वका यस्तै महत्त्वपूर्ण, रोचक र विश्वसनीय समाचारका लागि हाम्रो च्यानललाई सपोर्ट गर्दै गर्नुहोला। धन्यवाद। जय राष्ट्रवाद, जय नेपाल।